भर्सक्यो बाइकमा विराटनगर जान पाए चाहिँ रमाइलो हुन्थ्यो। गाह्रोवाला फेज थियो होइन, त्यति बेला मलाई ओभरै सपोर्ट गरेको मान्छे हो। ओभरै त्यो फेजबाट ओभरकम हुनको लागि मलाई ओभरै हेल्प गरेको थियो मान्छेले होइन। गइहाल्छ म बा ओर चुच्चो पारेको अरे भाइ। वेलकम ब्याक टु माई न्यू भिडियो। इट्स बोय सपन श्रेष्ठ स्ट्रेट आउट अफ विराटनगर। अनि अहिले चाहिँ म धेरै टाढमा छु है, तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। ल हाम्रो सूर्य त एकैछिनमा गायब पारिदियो। यहाँ फुलहरू कस्तो मजाले फलिरहेको। अनि अहिले चाहिँ म यहाँ थुक्पा खान आएको छु। अनि भित्रतिर थुक्पाहरू भित्र रेडी हुँदैछ। आइसक्यो हाम्रो थुक्पा चाहिँ। अब चाहिँ हामी थुक्पा खाने हो। कता गयो त्यो फेरि? यस्तो चिसो तातो तातो थुक्पा। भाउजू यो चाहिँ के अरे? यसको नाम कागती। कागती चाहिँ अलिक बेसी चाहियो होला फेरि। अमिलो चाहिरहेको लाग्यो जिउँदै गर्नु कागती। कागती जिउँदै जाऊ। छटपटायो। गाए त जिउँदैछ अरे, छटपटायो अरे। के हो हेर न यहाँ पुरै माया लाग्यो यहाँ। भएन नि यो त यहाँ दागे बस्छु नि म झन् यत्तिकै जानु लगाइस। हाम्रो चाहिँ अहिले थुक्पा खाइसक्यो। चिसो छ अहिले मौसम पनि। अनि हल्का यसो थुक्पा खाना आइदिएको हामी चाहिँ यहाँ। अब चाहिँ राइड गर्ने हो। अनि एकछिन अगाडितिर जाने हो। अनि फर्किने हो हामी पनि विराटनगरतिरै। हामी एकछिन घुम्दा यहाँ भेरेटार चाहिँ थुक्पा खाना आएको। अरू कुरा भन्दा पनि थुक्पा चाहिँ खाना। अहिले चाहिँ हामी यहाँबाट निस्क्यौँ। ल अलराइट गाइज, ल अहिले चाहिँ हामी यहाँबाट निस्किरहेको छौँ। बाइक छ यहाँ, बाइक पुरै पम्चर भएको अवस्थामा छ। यहाँ अर्को हाम्रो यो चस्मा लगाएर देऊ न यार, भन्नुपर्छ नि कहिले। यो मान्छे चाहिँ ओभर खतरा हो यो मान्छे। कस्तो रह्यो त अनुभव? कस्तो रह्यो पसलको दाइ? यो बिस्कुट यसलाई दिउँ न यार एउटा यार। यसलाई एउटा बिस्कुट दिनु। बिहानदेखि मलाई पछ्याइरहेको छ बिचरा। ल के गरेको? कस्तो काँपिरहेछ यो जाडोले। हेलमेट लाउँछेस्? ल मान्छेले छिरेर पसल लाउँछ। फेरि वान्स मोर। बिहानदेखि लास्ट टाइम आएर लागिसक्यो कालु। ओ लचका भाइ एसएमएस। आयो भाइ बिस्कुट खुवाइदिउँ न यसो। बिहान हामी निस्किँदाखेरि पनि पछाको छेउमा अगाडिसम्म। अनि यसो बिस्कुट खुवाइदिउँ न भनेर आयो। ये तेला भोइल दो
बिहानदेखि ढाकेमा रहेछ मासु क्रिम वाला फेरि ले बाबु कान्दु म त दिइरहेछ केटाहरूले दसैँ हानिदिइरहेछ लास्टै गाह्रो मलाई त्यो क्यामेरा पकाउन त भारी भारी रहेछ ल गाइज ल अब चाहिँ हामी अब निस्केको गाइज ल अहिले चाहिँ हामी यहाँ ग्यारेजतिर हाल्छौँ बाइकको यो पछाडिको टायरको चाहिँ पुरै सत्यनाश भइसकेको छ हावा गएको गइ छ यो टायर पनि चेन्ज गर्नुपर्ने छ होइन भर्सक यो बाइकमा विराटनगर जान पाए चाहिँ रमाइलो हुन्थ्यो यस्तो खतरा बाइक छ एकैचोटि विराटनगर पुगिन्छ यहाँबाट ल यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू रमाइलो टाइपको भ्यू छ यहाँ चाहिँ यहाँबाट ठ्याक्क त्यो के भन्छ त्यसलाई मलाई भन्ने आउँदैन त्यो फेरि देखिरह अहिले चाहिँ हामी यहीँ भेडाटारतिर छौँ यो बाइक बनाएर केटाहरूलाई माथि फेरि लिन गएर अनि हामी विराटनगरतिर लाग्छौँ धरानदेखि यता त अनि सबै खाजा नास्ता भनेर थुक्पा होइन त अनि ल अब चाहिँ हामी बाइक बनाएर अब यो त दिदीले बनाइदिनु त भएको थियो अब अझै एउटा त दुलो परेको छ अघि भन्दै थियौँ त्यसबाट हाम्रो निस्किसकेको छ अझ दुलोमा छिराएर अनि बनाएर त्यही त अनि बनाएर अनि हामी जाने है त ल ल ल हाम्रो दुईजना केटाहरू चाहिँ अगाडि बढ्छ हाम्रो राइडर चाहिँ यहाँ रेडी हुनुहुन्छ पुरै ग्लोभ्स लगाएर कपाल सपाल बाँधेर अब हेलमेटमा टिक्क परेर अनि मौसम यस्तै छ गाइज हेर्नु है रमाइलो छ मौसम चाहिँ अनि मलाई फुलहरू यहाँको बढी मन पर्यो मेरो एउटा फुल छ भने जस्तै टाइपको केमा पो त्यो केमा भन्छ है मेरो एउटा फुल छ कुमार सागरले भन्छ होइन त हो भाइ दाइ कुमार सागरले भन्छ मेरो फुल सँगै मैले त अर्को भनेको क्या कुन एमसी फुल मेरो एउटा फुल छ भन्ने एउटा छैन त्यो होइन दाइ मेरो एउटा सपना छ यस्तो यस्तो वाला हो एमसी फुलको थाहा छैन ठिकै हो मेरो यो कुमार सागर प्लेन चढ्ने फुट्छ खै के छ म रमाउँछु साइकलमा टाइपको छ क्या होइन त कुमार सागरको क्या यो मेरो एउटा फुल छ भन्छ नि मेरो फुल हामीसँग जुड्ने भयो ल गाइज अब चाहिँ हामी यहाँबाट लागिसकेको है अब हामी त्यही हो यसो धरानतिर हल्का भेटघाट टाइपको हुने छ होइन अलराइट गाइज ल अहिले चाहिँ हामी धरान पुगिसक्यौँ आइसक्यौँ होइन अहिले यहाँ के मार्ग सूर्य मार्ग भन्ने ठाउँमा आइपुगेको छौँ यतातिर अनि धरान आएपछि चाहिँ एउटै कुराको याद आउने होइन एकजना साथी थियो मेरो लगभग 1 वर्ष भइसक्यो होला होइन 1 वर्ष अगाडिको कुरा हो त्यो साथीको याद चाहिँ आउँछ क्या धरान आउने बित्तिकै होइन धरान जाँदैछु भन्ने जुन चाहिँ एउटा दिमागमा आउँछ या कतै धेरै टाढा यताउता मामा घर जाँदा गर्दा पनि यही बाटोबाट गइन्छ अनि धरान आएपछि चाहिँ एउटा के कुरा चाहिँ याद आउँछ भन्दाखेरि त्यो साथीको याद आउँछ क्या मलाई अनि त्यो साथीले चाहिँ होइन एक टाइममा चाहिँ एउटा यस्तो फेज थियो मेरो होइन ओभरै गाह्रोवाला फेज थियो होइन त्यति बेला मलाई ओभरै सपोर्ट गरेको मान्छे हो ओभरै त्यो फेजबाट ओभरकम हुनुको लागि मलाई ओभरै हेल्प गराएको त्यो मान्छेले होइन म त्यो मान्छेलाई चाहिँ म कसमै जिन्दगीभर बिर्सिन चाहिँ सक्दिनँ त्यो मान्छेले मलाई ओभरै हेल्प गरायो मलाई ओभर त्यो फेजबाट निस्किनको लागि होइन धेरै कुरा गरेको थियो मेरो लागि अनि यदि तिमी यो मेरो भिडियोहरू होइन यस्तो बेला बेला हेर्दैछौ भने चाहिँ तिमीले बुझिसक्यौ होला होइन मैले तिमीलाई नै भनेको भनेर अब कसलाई भनेको भनेर अब तिमी आफै बुझ्दा नै हुन्छ
त्यो गाइज यदि तिमी यो भ्लग हेर्दैछौ भने अब त्यस्तो हल्का रमाइलो टाइपमा हामी आइहाल्यौँ यता घुम्दै घुम्दै त्यो होइन त्यही हो गाइज। ल कहानी त्यही हो मेरो यहाँ धरानको चाहिँ है सिन चाहिँ त्यो हो। मलाई त्यो मान्छेले ओभर हेल्प गरेको यारमा म बिर्सिदिनँ क्या त्यो मान्छेले। अनि ल गाइज अब हामी यहाँबाट पनि निस्किन आँटेको छौँ। अनि त्यही हो गाइज। ल केटाहरू चाहिँ अगाडि गइसक्यो, हामी चाहिँ अलिक पछाडि थियौँ। यस्तो भिडियोहरू बनाउँदै थियौँ टिकटक सिकटकको लागि। अनि त्यही भएर हल्का रिल्सहरू बनाइरहेको थियौँ। माथि नै हामी भिडियो बनाइरहेको थियौँ। केटाहरू चाहिँ निस्किसक्यो अगाडि नै। ल अब हामी उतातिर निस्केपछि हामी यसो भेटघाट गर्दैछौँ है त। ल यही ठाउँमा छौँ है अहिले हामी चाहिँ निश्चय भेटघाट जाने बाटो यो सूर्य मार्ग अनि समथिङ यस्तै के लोकेसन मलाई हल्का फुल्का याद थियो। त्यही हो गाइज। ल सूर्य मार्ग केही बाटो हुँदै यसो हेर्दै गइरहेको छौँ होइन। अनि हामीसँग राइडर वेलकम ब्याक टु माई न्यू ब्लग। ड्याङ 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 फेरि हामी परेको राइडर 149 को स्पिडमा बाइक चलाउँदै हुन्छ अहिले। ल यसो अब त आइफोन होइन हो त आम्मा को आन्छ म बा ओर चुच्चो पारेको अरे भाइ हेर त आँखा एउटा चिम्रो चाहिँ एउटा यस्तो डेरो छ कपाल फेरि उस्तो मुखभरि फिल्टर रियल यहाँ हो त भाइ। आम्मा एक्सपेक्टेसन भर्सेस रियालिटी भाइ एक्सपेक्टेसन भर्सेस रियालिटी। ल राइट गाइज। ल अहिले चाहिँ हामी यहाँ ओल्ड स्कुलतिर हल्का रमझम गर्दै यहाँ आएका छौँ। यहाँ हाम्रो अर्को ह्यान्डसम भाइ छ। त्यो भाइको अस्ति आँखा के भयो थियो भाइ सुन्नेको थियो गाला कि आँखा बा चस्मा नखोलेको भाइले। मम्मीलाई देखाइदिन्छु छोडिदियो भन्दैन भाइले। ल अहिले चाहिँ हामी यहाँ ओल्ड स्कुलतिर आएको छौँ। ओल्ड स्कुलको वातावरण चाहिँ फेरि हल्का अड्डा टाइपको कटेज टाइपवाला छ भाइब्स चाहिँ त्यो हल्का लोकल टाइपवाला। अनि यहाँ चाहिँ फेरि यस्तो टेबल टेनिस खेल्न नि पाइयो होइन। किन हौ भाइ यहाँ बोलाउ न तिमी नाकबाट सिगान चिसा छ भाइ। फेरि फेरि ल लेसबियनको जुङ्गा अरे भाइ बदलिहाल्छ अब आँट त हुनु परेन। ल जब चाहिँ हाम्रो भ्लग यतातिर सकियो है भाइको देखेर मेरो पालेको यत्रो ल।